तेरो बेस्ट फ्रेन्ड चाहिँ मै हो यार। मेरो पिङ्की सोचेर कस्तो चल्छ यार। ठिकै चल्छ, राम्रै थाहा पाइरहेको छु। रिलेसनमा हुनेको दिमाग चल्छ, सिंगल हुनेको त्यही त हो नि। नमस्ते आन्टी मल्लु, हामी पनि चाखौँ न कलकत्ते लड्डु। ओइ त म हो तको। हेर्दा त खैरे जस्तो देखिनुहुन्छ त। सर, हेर्दा त तपाईँ पनि ढाका टोपी लगाएको जापानिजै जस्तो देख्नुहुन्छ। भक्ति थापाको निधन कहिले र कुन लडाइँमा भएको थियो? एन्सर अभियसली अन्तिम लडाइँमा। क्वेसन नम्बर 2, पाटनको कृष्ण मन्दिर कुन मल्ल राजाले बनाएको हुन्? एन्सर अलमल्ल राजाले। यदि तपाईँको साथीलाई मासिक 3% को दरले 1000 रुपियाँ लोन दिनुभयो भने 1 वर्षपछि कति रिटर्न पाउनुहुन्छ? मैले मेरो अपेक्षा साथीहरूलाई राम्रोसँग चिनेको छु, 1 रुपियाँ नि फिर्ता गर्दैन। गाइज, स्मोकिङ एन्ड ड्रिङ्किङ किल्स भन्ने कुरा थाहा छ तिमीहरूलाई? र तिमीहरूले मलाई आज आफू जस्तै बनाइस् है। विपाउन, जो मान्छे रक्सी चुरोट खान्न नि त्यो पनि मर्छ, बुझिस्? मेरो खराब पानी छ, मेरो खराब कचै बाँच्छस् र 100 वर्षसम्म। गिफ्ट चाहिँ के दिनुभयो त ड्याडलाई? ड्याडलाई मेरो लाइफै गिफ्ट हो नि उहाँलाई। त्यही पनि स्पेशल के हुन सक्छ नि त। त्यो चाहिँ उहाँलाई फ्री भएको टाइममा चाहिँ लगेर तपाईँलाई के चाहिएको छ होइन। समझ्यौ? मेरो एउटा थोत्रे बाइक पनि छ, एउटा धेरै पुरानो मेरो फर्स्ट बाइक पनि छ, जुन चाहिँ म कहिलेकाहीँ दुधहरू सब्जीहरू किन्न जाँदाखेरि त्यो चलाएर जान्छु। भने कहिलेकाहीँ म फ्रेन्ड्सहरूलाई भेट्न जाँदाखेरि म स्पोर्ट्स बाइक चलाएर जान्छु। अब आज म मिटिङमा आइरहेको छु, मेरो कपाल सेट गरेर आएको छु भने म गाडीमा आउँछु। साला यो दुख त खत्म नहीं होता बे। कहाँ भन त, I'll drop you. Don't worry, I'll just take a taxi. के म तिम्रो ट्याक्सी बन्न सक्छु? जहाँ हुन्छन् अनमोल केसी त्यहाँ कलेक्सन बेसी भन्छ नि। ल अब सुन अनमोलजीको के छ यसमा बनाई। मलाई जहाँसम्म लाग्छ हजुरले जुन कलेक्सनको कुरा भन्नुभयो, पैसाको कलेक्सन त मलाई थाहा भएन, मेरो दर्शकवृन्दको मायाको कलेक्सन चाहिँ धेरै।